Welcome to my YouTube blogs. This Belaiti garden was built by Emperor Ghazi Uddin Haidar in 1814. 1814 मा बनाइएको यो भित्ताहरू अझै लोभलाग्दा छन्। अङ्ग्रेजहरूले यतिकै कहाँ बनाएका हुन् र। विशेष यो गार्डन अङ्ग्रेजका राजाहरूले पार्टी अनि मनोरञ्जनको लागि इस्तेमाल गर्थे र यो ठाउँमा उनीहरूको रानीहरू नुहाउने र हल्का रमाइलो गफगाफ गर्नको लागि बनाइएको थियो। जब अङ्ग्रेजले भारत 1947 मा छोडेर जाने योजना बनाए र यो गार्डन त्यतिकै रह्यो र यसमा लगाइएको झ्याल ढोका अनि अमूल्य सामानहरू ठेहीका नजिकका बासिन्दाहरूले निकालेर लगे र जब अनुसन्धानको क्रममा यस्तो ठाउँमा अङ्ग्रेजले बसोबास गर्थे भनी सरकारसम्मको यो सूचना पुग्यो र अहिले यसलाई सरकारद्वारा जगेर्ना सुरु गरिएको पाइन्छ।